अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव गराइने बताउनु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका 1 हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गराउने बताउनु भएको हो। कुम मतदाता भएका ठाउँमा गाडीको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि चुनाव सम्पन्न गराइने भन्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा चुनाव गराउनेतर्फ सोच्न सकिने बताउनुभयो। अहिलेसम्म कुनै पनि कारणले चुनाव सार्ने विषय नै प्रवेश नपाएकाले ढुक्कका साथ फागुन 21 गतेको चुनावमा जुट्न उहाँले आग्रह गर्नुभयो। समयमै चुनाव सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। यस्तै नेकपा एमालेका नेता नवराज सेलवालले पनि हिमाली क्षेत्रमा दोस्रो चरणमा चुनाव गर्ने गरी सरकार अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल कानून समाजले प्रतिनिधि सभा चुनावको सम्बन्धमा आयोजना गरेको छलफलमा उहाँले मौसम लगायतका कारण हिमाली क्षेत्रमा चुनाव सार्नुपर्ने बताउनु भएको हो। नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताउनु भएको छ। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताउनु भएको हो। अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको उहाँले बताउनुभयो। संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उहाँले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँडको सूचीमा समेत समस्या रहेको धारणा राख्नुभयो। सिटौलाले कतिपय ठाउँमा प्रदेश सरकार भन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गर्नुभयो। उहाँले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधि सभा राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनु पर्नेमा जोड़ दिनुभयो। र प्रदेशहरू पनि प्राय केन्द्र डिपेन्डेन्ट जस्तो भएका छन् र स्थानीय पनि केन्द्र डिपेन्डेन्ट जस्तो। कति स्थानीयले कति स्वार्थ प्रदेशहरू एकदमै केन्द्रमा डिपेन्डेन्ट। संघीयताको भावना बमोजिम प्रदेशहरूले पनि आफ्नो अधिकारलाई सर्ट गर्नै सकेन। आफ्नो अधिकार मौलिक कानुन बनाउने त्यसलाई लागू गर्ने क्षमता उनीहरूले राख्न सकेन भन्ने कुरा लाग्छ। बैठकमा अन्तर्तह विधायकी अन्तर सम्बन्ध सम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदन उप छलफल भएको थियो। नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा निर्वाचनमा नेकपासँग तालमेलको सम्भावना नरहेको बताउनु भएको छ। प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गुरुङले भाद्र 23 र 24 को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताउनु भएको हो। अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने उहाँले बताउनुभयो। गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेस जति प्रतिबद्ध नेकपा नभएको तर्क गर्नुभयो। अराजकता अस्थिरता र प्रतिगमन सच्याउनका लागि एमाले लाग्ने भएकाले केही स्थानमा सानोतिनो सहकार्य हुन सक्ने उहाँले बताउनुभयो। त्यस्तै उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरूलाई पुराना भनेर आरोप लगाउने गरेको भन्दै उनीहरूसँग कुनै एजेन्डा नै नरहेको धारणा राख्नुभयो। चलिरहेछ पुरानो पार्टीहरू असान्दर्भिक भएका कारण पुरानो पार्टीहरूका सानातिना कमजोरीहरूलाई बहाना बनाएर त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेछ, नेपालको राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेछ, नेपालको स्वाधीनतामाथि आक्रमण भइरहेछ, हामीमाथिको आक्रमण हामीले त्यसरी बुझेका छौँ। त्यसकारणले नेपालको स्वाधीनता सबभन्दा महत्त्वपूर्ण विषय हो। नेपाल रहे हामी रहने हो, नेपाल स्वतन्त्र भए हामी सबै स्वतन्त्र हुने हो। त्यसकारणले स्वाधीन नेपालको पक्षमा, स्वतन्त्र नेपालको पक्षमा र स्वाभिमानी नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरूको साथ समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने मलाई विश्वास छ। हामीले
कसैले आरोप लगाउँदैमा लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उहाँको भनाइ छ। उहाँले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दावी समेत गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताउनु भएको छ। आगामी फागुन 21 गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा संचारकर्मीसँग छलफल गर्दै अध्यक्ष मगरले कसैको डर त्रासमा नभई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताउनु भएको हो। उहाँले संचार माध्यमले निष्पक्ष भएर गलत सूचनालाई रोक्ने गरी सतर्कता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। चुनावमा भइरहेको ठाउँमा कुनै किसिमबाट बुथ क्याप्चर, मतदाताहरूलाई मतदान स्थल पुग्न नदिने अवस्था भइरहेको छ वा छैन भन्ने कोणबाट पनि संचार माध्यमले रिपोर्टिङ गरिदिन उहाँले आग्रह गर्नुभयो। अध्यक्ष मगरले कुनै उम्मेद्वार वा दल विशेषको पक्ष पोषण हुने खालका सामग्री सम्प्रेषण नगर्न समेत सुझाव दिनुभयो। पत्रकार मित्रहरूले पनि अलिकति यसमा विचार गर्नुपर्छ, कसरी जाने गर्ने भन्ने कुराहरू। अब डिप फेकको कुराहरू पनि छ। डिप फेक त अझ चाहिँ योभन्दा पनि अझ भइसक्यो, मानिसको चाहिँ उनी बनाएर उ गरिदिने कुराहरू हुन्छ। डिप फेकले त अझ असर गर्न सक्छ। यस किसिमबाट चाहिँ सञ्चार उसमा लागिरहनु भएको छ, गरिरहनु भएको छ। त्यसमा यसमा विचार गर्नु पर्यो। ऊ छ मिसइन्फर्मेसन, डिसइन्फर्मेसन कुराहरूले अलिकति गरेर मेसेज पठाउँदाखेरि गर्दाखेरि चाहिँ नि अलि संयमित भएर विचार गरेर कुन के हो भनेर बुझेर मात्र चाहिँ गर्नुपर्ने हुन्छ भन्दा उहाँले निष्पक्ष ढंगले निर्वाचनलाई सफल बनाउन संचारकर्मी र संचार माध्यमको भूमिका समेत महत्वपूर्ण हुने धारणा राख्नुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालय मातहतका निकायबाट भएका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। मंगलबार सिंहदरबारमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री भण्डारीले मन्त्रालय मातहतका निकायबाट भएका काम कारबाही जनमुखी हुन नसकेको र सेवाग्राहीहरूले गुनासो गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो। श्रम क्षेत्रमा आफू अनुकूलको कार्यविधि बनाउँदै सिन्डिकेट खडा गरेको र श्रमिक मैत्री बन्न नसकेको उहाँले बताउनुभयो। मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्षेत्रमा फ्री भिसा र फ्री टिकटको प्रावधानले विसंगति भित्राएकाले यसलाई खारेज गर्नुपर्ने बताउनुभयो। बाहिरबाट हेर्दा राम्रो देखिए पनि फ्री भिसा र फ्री टिकटको व्यवस्थाले राजस्व चुहावट, कर छली र संगठित अपराधलाई बढावा दिएको उहाँको भनाइ छ। सिन्डिकेट खडा गर्दै गरेको कुरो सत्य हो। अनि त्यो सेवाग्राहीलाई, त्यो श्रमिकलाई दुःख दिनसम्म दिने, हामी श्रमिक मैत्री नबनेकै हो। डिग्निफाइड, मर्यादित कामदार बनाउने भन्यो भने कहिले बनेको छैन। एक नम्बर कुरो त के छ भने सबभन्दा त्यो वैदेशिक रोजगारसँग जोडिएको कुरो, जसले जेसुकै भन्यो भने त्यो फ्री भिसा र फ्री टिकटको वाला जुन छ नि, त्यसले विसंगति भित्र। उहाँले वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने, स्वास्थ्य परीक्षण निशुल्क गर्ने र सबै सिन्डिकेट खारेज गर्नुपर्नेमा जोड़ दिनुभयो। जनता समाजवादी पार्टी नेपालले करिब 4 महिना अघिदेखि शुरू गरेको घर फिर्ती अभियान अहिले झन प्रभावकारी बन्दै गएको छ। अन्य ठूला साना पार्टी परित्याग गरेर जसपा नेपालमा प्रवेश गर्नेको संख्या त बढ्दो छ नै, विगतमा पार्टी छाडेका नेता कार्यकर्ताहरू पनि पुनः धमाधम पार्टी प्रवेश गर्न थालेका छन्। यसै क्रममा मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरी सहितका नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका छन्। 70 क्षेत्र नम्बर 3 मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरी सहितका नेताहरूलाई गम्छा टीका लगाएर पार्टीमा भित्र्याउनु भएको हो। यसअघि उनी जसपा नेपालकी केन्द्रीय सदस्यको जिम्मेवारीमा थिइन्। जसपा नेपाल विभाजन हुँदा उनी पार्टी परित्याग गरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। उनी थारू कल्याण कार्यान्वयन सभाकी केन्द्रीय सदस्य एवं नेपाल आदिवासी जनजाति महासंघके मध्य प्रदेशके उपाध्यक्ष समेत हुन्। यसैगरी कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका थारू नेता गोपाल प्रसाद चौधरी समेत सोमबार पार्टी प्रवेश गरेका थिए।
युवा नेता शिवशंकर यादव शिवम समेत जसपा नेपाल प्रवेशसँग जोडिएका छन्। पार्टी विभाजन हुँदा उनी अशोक राई नेतृत्वको जसपामा लागेका थिए। मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी उनको प्रवेशले युवा संगठनमा थप ऊर्जा मिल्ने जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र शाहले बताउनु भएको छ। आउँदो फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीबाट 76 जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ। राजनीतिक दलहरूले पेश गरेका उम्मेद्वारको बन्द सूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा 76 जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानूनले तोकेको उम्मेद्वारको योग्यता तथा अयोग्यता सम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेद्वारहरूको विवरण रुजु गरिएको उहाँले बताउनुभयो। नाम हटाइनेमा नेपाली कांग्रेसबाट 1, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट 1, नेपाली कम्युनिष्ट पार्टीबाट 3 जना समानुपातिक उम्मेद्वारको नाम हटाइएको विज्ञप्तिमा उल्लेख छ। प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका 21 प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम कायम रहेका 25, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका 10, 2 वर्ष उमेर पूरा नभएका 4, मतदाता नामावलीमा नाम समावेश नभएका 1 र मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका 2 जनाको नाम हटाइएको हो। यसैगरी महिला उम्मेद्वार पेश हुनुपर्ने ठाउँमा पुरुष उम्मेद्वार पेश गरिएका कारण 1 जनाको नाम हटाइएको छ। सम्बन्धित राजनैतिक दलकै आग्रहमा 10 जनाको नाम बन्द सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताउनुभयो। माथि उल्लेख गरिएका कारण मध्ये 1 भन्दा बढी कारण परेका 2 जना पनि बन्द सूचीबाट हटाइएका छन्। मोरङमा एक युवकले मंगलबार बिहानको राति श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्। मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले रंगेली नगरपालिका 5 बहुवनका अन्दाजी 21 वर्षीय मुकेश कुमार मण्डलले रंगेली 5 धनपट्टी स्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जानकारी दिनुभएको छ। डीएसपी लामिछानेका अनुसार मुकेश सोमबार बेलुका धनपट्टी स्थित ससुराली घरमा पुगेका थिए। ससुराली घरमै श्रीमती अन्दाजी 21 वर्षीय अम्बिका कुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिका कुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीले जनाएको छ। उनीहरू बीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन। श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिका कुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले जानकारी दिनुभएको छ। श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ। घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिका बारेमा विस्तृत अनुसन्धान पछि मात्रै पत्ता लाग्ने प्रहरीको भनाइ छ। विभिन्न व्यक्तिले इजाजत लिएर राखेका 69 थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ प्रशासनले इजाजत प्राप्त हात हतियार बुझाउन निर्देशन दिएको थियो। सो निर्देशनपछि 69 थान हतियार प्राप्त भएको प्रहरीले जनाएको छ। हतियार राखेका व्यक्तिले आफूलाई पाएक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर हतियार बुझाएका हुन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार कुन्छामा 9 थान, भोटे उडारमा 7 थान, भोरलेटारमा 13 थान, सुन्दर बजारमा 5 थान, चितीमा 4 थान हतियार प्राप्त भएको छ। यसैगरी 3 पिल्लेमा 8 थान, गौडामा 2 थान, जगतमा 2 थान, भकुण्डेमा 5 थान, दूर डाँडामा 1 थान र बेसी शहरमा 14 थान हतियार बुझाइएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई माघ 6 गते सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको थियो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लामा 1000 बढी हतियार भए पनि हालसम्म 69 जनाले मात्र बुझाएको पाइएको हो। निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले माघ 20 गते भित्र हतियार बुझाउन आग्रह गरेको थियो। प्रशासनले जारी गरेको सूचना अनुसार हतियार बुझाउने समय मंगलबारसम्म बाँकी रहेको छ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खर खजाना ऐन 2019 को दफा 8 बमोजिम प्रत्येक निर्वाचनका बेला जिल्लाका विभिन्न व्यक्तिसँग इजाजत सहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दै आएको छ। केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिने प्रशासनले जनाएको छ। यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनैतिक दल र उम्मेद्वारहरूलाई आग्रह गरेका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाले संचारकर्मीसँग कुरा गर्दै यस्तो आग्रह गर्नुभएको हो। उहाँले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनैतिक दल र उम्मेद्वारहरूलाई निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। महासंघले सार्वजनिक यातायातको सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउनका लागि दबाव दिन देशभरका यातायात व्यवसायी र मजदूरहरूलाई पनि अपील गरेको छ। वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउने कुरामा पनि राजनीतिक पार्टीहरूले जोड नदिए आसन्न निर्वाचनमा उनीहरूलाई हानि हुने चेतावनी समेत दिनुभयो। महासंघले यातायातका साधनहरूको आयातमा सहजीकरण हुने गरी नीतिगत योजना ल्याउने कुरा पनि निर्वाचन घोषणा पत्रमा प्रतिबद्धता जनाउन राजनैतिक दलहरूको ध्यानाकर्षण गराएका छन्। नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा 7 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दी गाउँपालिका 7 घर भएका किरण सिंह ठकुरी, पर्वत फलेवास नगरपालिका 10 घर भएका 40 वर्षीय अनिल शर्मा, काठमाडौँ तारकेश्वर नगरपालिका 7 बस्ने 34 वर्षीय लक्ष्मण बस्नेत, नुवाकोट ककनी गाउँपालिका 1 बस्ने 42 वर्षीय केशव फुयाल, नुवाकोट तादी गाउँपालिका 4 बस्ने 47 वर्षीय विष्णु पाण्डे, काठमाडौँ महानगरपालिका 2 बस्ने 43 वर्षीय दीपा लावती र गुल्मी धुरकोट गाउँपालिका 2 बस्ने 52 वर्षीय शोभाकर खनाल रहेका छन्। किरण सिंहले यूएस डाइभर्सिटी भिसा प्रयोजनका लागि अमेरिकी दूतावास काठमाडौँमा पेश गरेको कक्षा 12 को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीबाट नक्कली भएको पुष्टि भएपछि उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने किरण सिंह ठकुरी समेतका व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। अब अर्थ समाचार। चालू आर्थिक वर्ष 2082-83 को 6 महिनाका आर्थिक सूचकले देशको आर्थिक अवस्थामा निकै राम्रो सुधार आएको देखाएको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालू आर्थिक वर्षको 6 महिनाको आर्थिक विवरण अनुसार आन्तरिक तर्फ मूल्य वृद्धि नियन्त्रण रहेको छ। त्यस्तै बाह्य क्षेत्रतर्फ निर्यात व्यापारमा राम्रो वृद्धि देखिएको छ। त्यसैगरी विप्रेषण आयमा पनि उच्च वृद्धि हुँदा वैदेशिक विनिमय सञ्चिति पनि राम्रो रहेको छ। प्रतिवेदन अनुसार 2082 पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 2.42% छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 5.41% थियो। पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 0.09% ले ऋणात्मक छ भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.81% छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः 7.67% र 4.19% थियो। नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात 43.8% ले वृद्धि भई 142 अर्ब 2 करोड़ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 31.8% ले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 57.0% र 10.7% ले वृद्धि भएको छ। चीनतर्फको निर्यातमा भने 66.7% ले कमी आएको छ। समीक्षा अवधिमा कुल वस्तु आयात 14.2% ले बढेर 939 अर्ब 2 करोड़ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 7.1% ले बढेको थियो।
भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः 5.9%, 22.1% र 32.4%ले वृद्धि भएको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा 10.1%ले बढेर 797 अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा 4.4%ले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात आयात अनुपात 15.1% बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात 12.0% थियो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह 39.1%ले बढेर 1062 अर्ब 93 करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो 4.2%ले बढेको थियो। 2082 पुसमा मात्र विप्रेषण 192 अर्ब 62 करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण 122 अर्ब 44 करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 32.3%ले बढेर 7 अर्ब 50 करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 2.7%ले बढेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिका बीच व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्नुभएको छ। ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन मार्फत भएको छलफलबाट व्यापार सम्झौतामा सहमति भएको जानकारी दिनुभएको छ। अब अमेरिकाले भारतबाट आउने सामानमा भन्सार शुल्क 25बाट घटाएर 18% बनाउने बीबीसीले जनाएको छ। ट्रुथ सोशलमा रहेको एक पोस्टमा ट्रम्पले भारतले व्यापार अवरोधलाई शून्यमा झार्ने र रुसी तेल किन्न पनि बन्द गर्ने बताउनु भएको छ। रुसबाट तेल किन्न बन्द गर्न भारतले अस्वीकार गरेकोमा लगाइएको थप 25% ट्यारिफ जरिवाना पनि अमेरिकाले खारेज गर्ने भएको छ। भारत र युरोपेली संघले झण्डै 2 दशकदेखि चलिरहेको वार्तालाई समाप्त गर्ने ऐतिहासिक व्यापार सम्झौताको घोषणा लगत्तै यो घोषणा आएको हो। पोस्टमा ट्रम्पले मोदीसँग फोन वार्तामा व्यापार र रुस युक्रेन युद्धको बारेमा छलफल भएको बताउनु भएको छ। व्यापार सम्झौतामा सहमति भएसँगै अमेरिकाले कर घटाउनेछ भने भारतको कर र गैर कर अवरोधहरू शून्यमा झार्ने उहाँले उल्लेख गर्नुभएको छ। यसका साथै ट्रम्पले मोदीले ऊर्जा, प्रविधि, कृषि र कोइला उत्पादनहरू सहित 500 अर्ब अमेरिकी डलर भन्दा बढी मूल्यका अमेरिकी सामानहरू किन्न प्रतिबद्ध गरेको रहेको जानकारी दिनुभएको छ। गएको अगस्तमा अमेरिकाले भारतबाट आउने सामानहरूमा 50% कर लगाएपछि अमेरिका र भारत बीचको व्यापार सम्बन्ध तनावपूर्ण बनेको थियो, जुन एसियाली देशको लागि उच्चतम हो। यसमा भारतले रुसी तेल खरिद गर्दा 25% जरिवाना पनि समावेश थियो। ट्रम्पको कर लागू भएपछि अमेरिकामा भारतीय निर्यातमा तीव्र गिरावट आएको छ। अब खेल समाचार। पोखरामा जारी साफ U19 महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई पराजित गरेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा संगीता बडुवाल र प्रजिता राईले 1-1 गोल गरे। संगीताले 36औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन्। प्रजिताले दोस्रो हाफको 70औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। भुटानले 87औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ। त्यस्तै सोमबार नै भएको अर्को खेलमा भारत विरुद्ध 2-0 को जित निकाल्दै साबिक विजेता बंगलादेश साफ U19 महिला च्याम्पियनशिपको फाइनल नजिक पुगेको छ। बंगलादेशलाई जित दिलाउन अर्पिता विश्वास अर्पिता र अल्पी अख्तरले 1-1 गोल गरे। खेलको 29औं मिनेटमा अर्पिताको गोल मार्फत बंगलादेशले अग्रता लिएको थियो। 40औं मिनेटमा अख्तरले टोलीको अग्रता दोब्बर बनाइन्। लगातार दोस्रो जितसँगै बंगलादेशले 2 खेलमा 6 अङ्क जोडेको छ। पहिलो पराजय बेहोरेको भारतको समान खेलबाट 3 अङ्क छ। प्रमुख समाचारका शीर्षकसँगै आम नेपाली समाचार सकियो। ताजा समाचार र मनोरञ्जनका लागि आम नेपाली टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।